हाई गाइज गुड मर्निङ है सबैजनालाई। आजको मेरो छोटो मिठो ब्लगमा हजुरलाई स्वागत छ। अनि हामी चाहिँ बिहान बिहान दौडिन जानको लागि रेडी भइसकेको छौँ। अनि हामी चाहिँ ठ्याक्कै दौडिने यहाँबाट स्टार्ट गर्ने हामी स्टार्ट गर्ने ठाउँनिर आइपुगेको छ। अनि यहाँ चाहिँ हामी जहिले दर्शन गरेर भगवान्लाई सम्झेर अनि हामी चाहिँ दौडिन जान्छौँ। हामीहरू त्यही गर्दैछौँ। अब चाहिँ हामी दौडी जाउँ होइन। अब चाहिँ हामी दौडिन जान्छौँ। अब हामी चाहिँ अब दौडिन लाग्यो। दौडिँदाखेरि भिडियो बनाउनु मिल्दैन किनकि एउटा हातले लिनुपर्छ अनि त्यही माथि लास्टिक क्यामेरा हलेको भएर हामी ट्राई नै गरेको एक दुईचोटि तर भएन। अनि हामी चाहिँ भिडियो अफ गरेरै दौडिनु पर्ने हुन्छ। हाम्रो चाहिँ रनिङ कम्प्लिट भइसकेको छ। अब हामी चाहिँ घरतिर जाने भनेको तर फेरि यहाँ ठ्याक्कै प्लान चेन्ज भइहाल्यो। अनि हामी चाहिँ अब ग्राउन्डतर्फ लाग्छौँ। अनि त्यहाँ गएर ठ्याक्कै एक दुईवटा च्यालेन्जहरू लिन्छौँ अनि एक्सर्साइजहरू गर्छौँ। त्यसपछि चाहिँ हामी बल्ल घरतिर लाग्छौँ। अनि अहिले चाहिँ हामी त्यति ग्राउन्डतिर जाँदै हो। अब के भन्ने, अब चाहिँ डुवर्टी चोक हो। अहिले चाहिँ नयाँ नाम मकै चोक भन्ने सुनेको तर हामीलाई थाहा होइन। हामी चाहिँ पहिलेदेखिबाट डुबाटो चोक भनेर आएको हो। अहिलेदेखिबाट होइन, पहिलेदेखिबाट हामी यहाँ आएको कति 14-15 वर्ष भयो। तहिलेदेखिबाट हामी डुबाटो भनेर चिनेको छौँ। मान्छेहरू माछा मार्न लाग्यो ए मलाई गुरु जत्रो माछा आएको थियो कि गोरु जत्रो हुन त हुन्छ गोरु जत्रो माछा हुन्छ नि। पुरै यत्रो ठुलो पहिरो गयो कि 2000 कति 29 सालमा भनेको कि 28-29 सालमा नदी नै थुन्ने अरे कि मायाकुरी। यतापट्टि पुरै पानी बारेर कत्रो भयो अरे, कति 2 दिनसम्म नदी थुन्यो अरे। त्यसपछि आफै भत्केर निक्ल्यो अरे। हाम्रो बाहरू पनि माछा मारेर गयो अरे, हजुरबाहरू पनि। मैले सबै हजुरबाहरूको कुरो सुनेर भने चाहिँ मायाकुरी यत्रो त्यो मान्छेले माछा मारेर 4 थुम्से माछा मारेर त्यतिखेर 4 थुम्से मारेर 3 थुम्से त्यो गाउँको त्यो मुखियालाई क्या त्यसलाई दियो अरे। अनि 4 थुम्से माछा मारेर अर्को फेर त्यतिखेर मैले यत्रो माछा त्यो बुढो दिँदा र अस्ति नै बुढीको बेलामा पनि कति 11 किलोको माछा समातेको थिएँ मैले बुढीको बेला लगभग आजभन्दा 20-22 वर्ष अगाडि क्या। ल 11 किलो माछा भने त लास्टै ठुलो हो नि त। मैले अनि 9 नम्बर चोकको एउटा बुढो छ क्या, एक बेर मकैतिर मलाई 11 किलो माछा लगाइदिएछु मलाई खतरा एक बेर मकै क्या मकै एक बेर मकै दिएर 11 किलोको त्यो माछा लगाइदिएछ क्या मायाकुरीले। अनि त्यो अब पहिला त हुन्छ नि त्यो क्रियाको गर्दाखेरि पहिला टिभी थियो अरे क्या, त्यो हुन्छ नि ब्ल्याक एन्ड व्हाइट टिभी। त्यो टिभी हाम्रो बाको दाइ पर्छ क्या त्यो गिर्जा लान्छ नि माथि चोकमा क्या घर। त्यो घर खतरा पुरानो। त्यहाँ टिभी हुँदाखेरि पहिला सब गाउँलेहरू जाने अरे त्यो घर यसो मकै सकै छोडाइदिने मस्त टिभी हेर्ने अरे क्या। मलाई हुन्छ नि ब्ल्याक एन्ड व्हाइट टिभी पनि अब पहिला त रहर हुन्छ नि त टिभी हेर्ने मान्छेहरूलाई। अनि आजभन्दा लगभग 20 वर्ष जति अगाडि नै कि। अनि त्यस्तै मलाई मैले थाहा पाउँदैसम्म चाहिँ त्यो सिडी आएर उसले देखाइदिन्थ्यो कि रजिसङ्कल सिडी ल्याउँथ्यो। सिडीमा त्यो बल्छुदेवीहरू सिरियलहरू के देखाउँथ्यो पहिला त्यो मायाकुरी त्यो बुढोको गफ फेरि। अनि अस्ति नै के गफ मेरो अगाडि अहिले चाहिँ त्यस्तो बोल्दैन कि, जहिले फाल्तु कुरो गर्ने होइन। त्यो बुढो अलिक बोका टाइप पनि हो क्या। माया एउटा कुमाली केटी थियो क्या, एउटा पारी प्रिन्स छ नि, एउटा प्रिन्स आफ्नो माथि एउटा पुच्चे केटी छ नि,
प्रिन्स कुमार प्रिन्स हो त्यही सुमिनहरूसँग हिँड्ने कि हो त्यो केटोको घर जाने बाटोपट्टि कि त्यही प्रिन्सकै घर जाने बाटोपट्टि हो त्यो मान्छेको घर त्यही खोला आडमै छ सिग्राउन्ड आडमा त्यो आन्टीलाई के भन्न गएछ भने तिम्रो बुढो अहिले कथा भन त गर्दै गएछ कि अलि हुन्छ नि हल्का बोका पारा देखाउँदै गएछ सबैले मुखै हान्दैछ मायाकुरी कसम क्या तिनीहरू गाउँभरि खतरा मिला भयो नि त त्यो बुढोको माया अनि 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 त्यसपछि अलि पहिला त हुन्छ नि अब धर्मधर्मीको कुरो गर्ने होइन यस्तो गर्थ्यो नि त कुमालको हातबाट बाहुनले मुखै बिटा खायो भन्दै के भन्दै जिस्काउँथ्यो कि त्यो बुढो होइन चप्पलले हाने त कम हो त अनि त्यतिखेर त्यो बुढो त्यही 55-60 वर्ष थियो होला क्या होइन त्यस्तै अब त्यस्तै हरकत गर्दा भन्दै त हान्नु स्वाभाविक हो होइन हान्दै अब त्यो केटीलाई पनि त केही भन्नु त पाएन नि त आफूभन्दा ठुलो मान्छे सबैले हानिस भन्नु त आएन नि त अब त्यस्तो देखाएपछि त अनि त्यो बुढोले अर्को कुरो पदमपुरा हाम्रो माधवपुरबाट पदमपुरा घाँस काट्न जान्छ क्या पहिला होइन अनि पदमपुरा घाँस काट्न जाँदाखेरि के कुरो गऱ्यो भने मैले बाबु हेर मैले अस्ति नै माथि डाँडोभन्दा माथि के अरे मन्त्र सिकेर आएको अरे कि मन्त्र मलाई धेरै थाहा छ त मलाई यहाँ तेरो ज्यान यत्रो भयो भन्दैमा त मलाई बलको खुट्टी नदेखा म तँलाई अहिले त्यस्तो पऱ्यो फुकी हेड हालिदिनु सक्छु गर्छ बुढो मलाई मायाकुरी अनि मैले यस्तो मजाले थर्काइदिन्छु त्यस्तो भनेपछि होइन ओभरै पागल जस्तो छ क्या त्यो बुढो ओभरै त्यसको अगाडि कुरो सुन्नुपर्छ कुरो गर्दा मायाकुरी पागल बनाइदिन्छ दिमाग खान थाल्छ क्या अनि आफ्नै फुर्ती मलाई मै जस्तो पागल म जस्तो कोही छैन भन्ने खालको क्या अनि म तँलाई त्यस्तो पऱ्यो होइन बाबु फुकी हेड हालिदिन्छु गर्छ ल अनि झस्किएको मान्छेहरूले त्यहीसँग फुक्दो रहेछ क्या अलिक पागल जस्तो भए पनि झस्किएको हुन्छ नि ढाड कम्पर फुक्दो रहेछ मान्छेहरूले हातहरू मर्केको टाइपको फुक्दो रहेछ अनि त्यसले भन्यो कि अस्ति नै म पदमपुर घाँस काट्न जान आँटेको होइन बाबु त्यतिखेर हाम्रो मम्मीहरू सबैजना त्यहीँ थियो क्या मेन गरी मलाई भन्छ क्या अनि तँ पनि यस्तो हुनुपर्छ अलि केटा मान्छे छोरा मान्छे भएर त अलि आँटिलो हुनुपर्छ यो त्यो गर्छ मायाकुरीलाई एक झापा भने सुत्छ होला कि त्यस्तो अनि त्यस्तै टाइपको अनि पदमपुरा घाँस काट्न जाँदाखेरि एउटा पदमपुरतिर त त्यो कुमाल सारूहरू हुन्छ नि त एउटा कुमालको भैँसी के भैँसीले दुध दिएनछ के दुधबाट हुन्छ नि कुनै बेला हल्का रगत जस्तो आउने त्यस्तो भन्छ कि अनि बोक्सीले खाए यस्तै के भन्छ नि भैँसीलाई पनि बोक्सी चढायो त्यो भन्छ बोक्सी चढायो होइन बोक्सीले हेरे यस्तै भन्छ नि त कोही बोक्सीले नजर लाग्यो त्यो भन्छ नि त यस्तै भाइहरूलाई फुक्दिनु त भइहाल्नेछ अनि त्यो बुढोले भनेको थियो कि हामीले सुनाउने बेला त्यो भैँसी दुध नआउने भएको थियो अनि कम्लाउँदा पनि कम लागेन त मैले फुक्दैछु त्यो भैँसीलाई मैले ब्याउनी बनाइदिएको गरेको थिएँ ब्याउनी बनाइदिएको गऱ्यो अनि भैँसीलाई नि ब्याउनी बनाइदिनु भयो करी बनाउने त यहाँ आन्टीको पनि बाजेले गोरु खोजेर जान लगाइदिनु भनेर लगाइदिएको होइन यस्तो यतिखेर हाम्रो बाबा मम्मी सबै थियो कि यतिखेर त्यो बुढोको यस्तो मिला भएर चाहिँ मैले त्यो भैँसीलाई ब्याउनी बनाइदिएको भनेपछि त्यो बुढोले बोल्न त अलिक राम्रोसँग जाने पनि थियो भन्नु खोजेको त्यही नै त ब्याउनी बनाइदिएको भनेपछि त यस्तो मायाकुरी कुरो होइन मलाई उहाँ अनि उता नदीमा पहिला मान्छेहरूले यस्तो त्यो नदीमा नि त्यो के बाढ लाएर माछा मार्दो रहेछ नि त मार्दो हामीले नि गाउँमा हुँदाखेरि त्यस्तै गर्छ अनि बाढ लाएर त्यो नदीमा होइन त्यतिखेर पनि कति 6 थुम्सी कि कति माछा मार्दाखेरि हुन्छ पहिला त हुन्थ्यो कि अनि अहिले नि हुन्छ होला उहाँ गयो गाउँमा 6 थुम्सी होइन त मायाकुरी थुम्सीमा त मलाई मेरो ज्यान पुरै अटाएर पनि उफ्रिन्छ हो त्यत्रो हुन्छ थुम्सी अनि त्यो रनहरूले के भन्छ भने मैले होइन के थियो कि त्यो मायाकुरीको नामै बिर्सेँ मैले त्यो गाउँतिर हुकुमत चलाउने कि अनि पञ्चायत हो कि हो पञ्चायत यस्तै त्यसको नाम चाहिँ के भन्थ्यो क्या मुख्य होइन त्यसको रियल नाम के भनेको मैले बिर्सेँ कि अनि त्यसले के कुरो गर्यो भने मैले नदीमा एक्लैले बार लाएर के बनाएर बहुत हुन्छ माछा मारी बाबु हे नदीमा त्यतिखेर पानी आएर ठुलो बाढी आएको थियो बहुत हुन्छ माछा बिहान गएर बेलुकासम्म 14 भयो अरे क्या ल के छैन पत्ताइ त्योसम्म अनि के भन्छ भने 6 थुम्से माछा त बोकिरहन त अप्ठ्यारो हुन्छ नि त अनि 6 थुम्से माछा उता माछा मारी भएपछि
पालो गर्दै छत्नी चाहिँ बल्ल बल्ल एक्लैले सार्दै सार्दै लगेको थियो अरे कि घरबाट लान आँटेर त्यही नेता डन जस्तो मान्छे आएछ क्या त्यसले आएर लु कति 4 थुम्से मलाई ल्याइदिए मेरो घरमा ल्याइदिए आफैले ल्याइदिए यो त्यो गरेछ क्या मेरो घरमा ल्याइदिए 4 थुम्से 2 थुम्से तँ राख भनेर भनेको क्या 4 थुम्से माछा चाहिँ मेरो घरमा ल्याइदिए 2 थुम्से तँलाई भनेको कि मायाकुरले अनि 6 थुम्से माछा त्यतिखेर थियो अरे के गरेर 2 थुम्से लुगाउनु भयो अरे क्या मैले अनि 2 थुम्से एकैचोटि बोकेर एकैचोटि मैले 2 थुम्से बोकेर 2 थुम्से मैले लुकाएको थिएँ त्यो ठ्याक्क अनि मैले त्यसलाई 2 थुम्से चाहिँ नदीपट्टि नै कोल्टेर माछा किन भ्याएँ भनेर भनेको त्यो उसलाई भनेर भन्यो कि मुखियालाई त्यो भने अरे 2 थुम्से चाहिँ उसले जुरुक्क उठाएर यस्तै झाइतिर लुगाएर अनि त्यसपछि 4 थुम्से माछामा 2 थुम्से उसलाई लगेर 2 थुम्से उसले राख्यो अरे कि अनि पछि फेरि फर्केर आएर यो लुकाएको 2 थुम्से पनि उसले घर लगेर कि मायाकुरी पुरो गरेर यस्तो दिन्छ र फेरि यता सक्नुहुन्छ बिहानको भ्यू अलि राम्रोसित घाम लागेन क्या ए यहाँबाट चाहिँ देखेन त्यहाँ माथिबाट पुलबाटै बनाउनु पर्छ रहेछ हामी चाहिँ रनिङ कम्प्लिट गरेर ग्राउन्डमा गएको अँधेरै थियो अनि क्यामेराले अलि भ्याएन त्यो भएर भिडियो बनाउनु पाएन अनि एकछिन गफसप गरियो गफसप सुनियो गफ गर्दै आइयो अब यति भन्दै आजको भिडियो यहीँ इन्ड गर्न चाहन्छु बाई बाई